नमस्ते सबैजनालाई। उहाँलाई चिन्नुभयो? पक्कै पनि चिन्नु भएन होला, म चिनाउँछु है त। उहाँ हुनुहुन्छ प्रतीक जोशी, पेसाले सफ्टवेयर इन्जिनियर र विगत 6 सालदेखि लन्डनमा बस्दै आइराख्नु भएको थियो। उनको एउटा सपना थियो कि आफ्नो वाइफ जो डक्टर हुनुहुन्छ इन्डियामा र आफ्नो सानसानो 3 जना बच्चालाई चाहिँ अब लन्डन सिफ्ट गर्ने अनि आफ्नो फ्युचर सेक्योर गर्ने। वर्षौँको योजना, कागजात, थोरै सेभिङ्स अनि धैर्यपछि अन्ततः त्यो सपना साकार हुँदै थियो। केही दिन अघि मात्र उनको पत्नीले आफ्नो डाक्टर पेसाबाट रिजाइन गरिन्। ब्याग्सहरू प्याक भए, टिकट्सहरू बुक गरिएको थियो। लन्डनमा नयाँ भविष्यले पर्खिरहेको थियो उनीहरूलाई। 12 जुन बिहिबारको दिन लन्डन जानका लागि उनीहरू एयर इन्डियाको विमानमा बोर्ड गर्छन्, सेल्फी खिच्छन् र आफन्तहरूलाई पठाउँछन्। एउटा नयाँ जीवनले उनीहरूलाई लन्डनमा पर्खिरहेको छ भन्ने सङ्केत दिन्छन्। क्षणभरमै उनीहरूको सपना चकनाचुर हुन्छ। त्यो फ्लाइटले कहिले भुइँ छोड्नै सकेन र उनीहरू 5 जना सदाका लागि यो संसारबाट बिदा हुन्छन्। अन्ततः यो विमान दुर्घटनाले फेरि सम्झायो कि जीवन एकैछिनमा बदलिन्छ। जो हाँसिरहेका थिए आज छैनन्। समयले धन होइन, समयले आयु खोज्ने रहेछ। समयले मान्छेको जीवन खोज्ने रहेछ। त्यही भएर जतिन्जेलसम्म बाँचिन्छ कहिले घमण्ड नगरौँ। हामी अस्थायी हौँ, स्थायी त सिर्फ हाम्रो स्मृति मात्र रहने रहेछ। माया गरौँ, माया बाँडौँ।